नमस्ते है सम्पूर्ण मेरो युट्युब च्यानलमा हेरिरहने सम्पूर्ण मित्र साथीहरूलाई आज 2025 को मार्च 4 तारिकको दिन यो सुफल साउथ डाकोटा को एरियामा भर्खरै मात्रामा चाहिँ अहिले चाहिँ समर अथवा बर्खा याम हाम्रो मौसम बदलेर थोरै मात्रामा चाहिँ यसो नि पार्कतिर घुम्ने एउटा मौसम बदलिएको छ र मौसमलाई अलिकति अहिले हरियाली छाउँदैछ हैन। त्यसले गर्दाखेरि यहाँको दृश्यहरू पनि यसो देखाउनको लागि चाहिँ आज यो भिडियो बनाएको हुँ र यदि यो भिडियो मन पराउनु भएमा लाइक कमेन्ट सेयर र सब्स्क्राइब पनि गरिदिनु हुन अनुरोध गर्न चाहन्छु र यहाँको आजको सेरोफेरो सुफलमा रहेका विभिन्न स्थानमा गएर चाहिँ हजुरहरूलाई अवलोकन गराउने छु र सम्पूर्ण यो सुफल साउथ डाकोटामा बसेर जानुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि यही ठाउँमा बसेर जानुभएको होला, घुम्नु भएको होला र तपाईँहरूको एउटा सम्झना स्वरूप नयाँ सालको नयाँ कोसिली तपाईँहरूलाई म देखाउने छु है त भन्दै मैले यो दृश्यहरू देखाउनु यो चाहिँ यो सुफल साउथ डाकोटाको यता वरपट्टिको यो बिहार पार्क भन्छ। बिहार पार्क तपाईँले देख्नुभयो होला, यहाँनिर घिर्लिङ यता पर सबै देख्दैछ। यो घिर्लिङ है, यो नयाँ बनाएको छ, अहिले यो घिर्लिङलाई अपडेट गरेको छ, राम्रो बनाएको छ। अहिले यहाँनिर यो पार्कमा भर्खरै मात्रामा यो हरियो दुबोहरू पलाउँदैछ। एउटा भर्खर सुरुवात छ। अब चाहिँ अलिकति गर्मीको मौसम अब गर्मी लाग्यो है भन्ने चाहिँ एउटा आभास भएको छौँ हामीलाई। भर्खरै हरियालीहरू यसो फुल्दैछ, चराचुरुङ्गीहरू नि जताततै रमाइरहेको छ, कराइरहेको छ होइन। अब यो यति हुनुको लागि हाम्रो एरियामा 5 देखि 6 महिनासम्म लाग्छ। सबैलाई थाहा भएको कुरा हो। हेर साथी हो, यस्तो ठाउँमा बसेको छ है। तपाईँहरू यो बाटो धेरै उकालो हिँड्नु भएको होला। यहाँनिर यो उकालो निकै गयो। यो वहाँ पाहाडमा हामी बसेर हुर्किएको जस्तै लाग्छ। यहाँनिर यो उकालो हेर्नुहोस्, यस्तो पाहाडहरू त हामीले 2 दिन 3 दिन लगाएर चाहिँ हामीले बाल्यकालको याद आउँछ। नुन बोकेर हामीले घरसम्म पुर्याउँदाखेरि 3 दिन लाग्थ्यो घरदेखि हिँडेकोदेखि। यस्तै पाहाडको बाटो हिँडेर हामीले चाहिँ नुनको भारी ढाडमा बोकेर घरमा पुर्याउँदाखेरि ढाडमा एउटा ठेला उठेर फोका उठेर पाकेर पुरा पानी चिलचिल भएर नै फुटेर जान्थ्यो। त्यस्तो हुन्थ्यो, त्यो याद आउँछ। यो उकालो यसो हिँड्दाखेरि हाम्रो साथीहरूलाई यसो देखाउन चाहेको। एकदमै निकै बनाउँछ त उकालोमा हिँड्दाखेरि। अब यो धेरै रमाइलो हुने देखिएको छ है त। अब केही समयपछि त यहाँनिर हरियाली भएर फुल फुलेर एकदमै रमाइलो हुन्छ। साथीहरूले देखाउन चाहेको। धेरै साथीहरू यो ठाउँमा घुमेर बसेर जानुभएको होला। आज यो ठाउँमा बसेको पनि धेरै वर्ष भयो। हाम्रो साथीहरू यो ठाउँमा घुमेर कहाँ कहाँ पुग्नु भयो होला, यही देखाउन चाहेको। उकालो निकै गाह्रै छ। एकदमै धन्यवाद। एकदमै
तल यो तल तल हेर्नु न यो पारिपट्टि यो पारिपट्टिको देखेको यो ठुलो यो के अरे डल्लो जस्तो देखिन्छ त्यो डल्लो चाहिँ हाम्रो सुफलमा जति पनि पानीहरू क्युरेट गरेर पानी सफा गरेर त्यहाँबाट चाहिँ पानीको सप्लाई यो सहरलाई दिने ठाउँ त्यही है। अब यो भर्खरै मात्रामा चाहिँ यसो नै उज्यालोतर्फ आएको छ है हाम्रो ठाउँमा। र साथी हो यो कालो साह्रै छ हिँडिरहेको छौँ कहाँ पुगिन्छ थाहा छैन आज। यो अब यहाँनिर चाहिँ बर्खायाम जमिन तात्यो है भनेर चाहिँ कसरी थाहा पाउने भन्दाखेरि चाहिँ उहिलेको जमानामा चाहिँ अब कमिलाले धरतीबाट चाहिँ निस्केर यो घरहरूमा निस्किने फुटफुट निस्केर चर्ने आफ्नो गृहस्थी गरेर खाने एउटा हुन्छ वैसरी चाहिँ पत्ता लगाइन्थ्यो। त्यस्तै आज पनि त्यस्तै यहाँनिर कमिलाले गोड लाएर छ नै अब चरिरहेको आवाज हुन्छ है साथी हो। यस्तै हो अब यो यस्तै कुराहरूमा सानो सानोको यो बालापनको याद आउँछ हरेक कुराहरू। अब यो जमिन तात्यो जमिन तातेपछि हेरौँ न जताततै कमिलाको गुणै मात्रै देखिन्छ। अनि यहाँनिर चाहिँ यो कालो जाँदैछौँ ए आकाशमा माथि प्राइभेट जेटहरू उडिरहेको अवस्था छ हेरौँ न। आफ्नो प्राइभेट जेट लिएर परिवार सहित घुम्नु गएको होला साथीहरू झगडामा। अब माथिबाट देखाउँछु पारिपट्टि ठुला ठुला कम्पनीहरू छन् मार्बेल कम्पनीहरू माथि हाइवे चलिरहेको छ। हाइवेमा गाडी माथि पारी यो सिधै उता गयो भने यो हाइवे गयो भने माथि नोटागोटा पुग्छ। अब यता हेऱ्यो भने हेर्नु जङ्गल पहाड भर्खर सुरु हुँदैछ साथी हो। घुम्नुको लागि आउने ठाउँ यही हो। अब यसो भने कोही छैन यहाँनिर। अब एक हप्ता मात्रै हुँदैछ यसो पार्कहरू यसो नै खोलेको। अब यहाँनिर हिर्लिङहरू छ रमाउने यति रमाउँछ यहाँको मान्छे यो हिर्लिङ भन्दा। अब यो हिर्लिङको माथि आएपछि अब यो सरर देखिन्छ यहाँ वरिपरि। हाम्रो साथीहरू धेरै घुमेको होला हेर्नुहोस् भर्खरै मात्रामा यो दृश्य देखाउँदैछ है साथी हो। के गर्ने अब यो बाटो हिँड्यो भने यो जङ्गलको बाटो धेरै माथि पुग्छ। यो चाहिँ एकदम एक्सर्साइज गर्ने बाटो हो। यहाँबाट धेरै ठाउँमा देखिने गर्छ यहाँको सुपलको वातावरणमा। अब यहाँबाट हेर्नुभयो भने हेर साथी हो हेर यसो तल मृगहरू चरिरहेको छ त्यो तल फाँटमा भर्खरै मात्र पलाएको छ। हेर्नुहोस् यो अब अहिले ट्रेन आइरहेको छ है। यो सबै यो गिटी कुट्ने मेसिनबाट चाहिँ सुफलको सबै एरिया है। ल अब हेर्नु देख्नु हो यहाँ तल त्यति धेरै लामो ट्रेनहरू आइरहेको छ। यो चाहिँ तल यो धेरै तल देखेको डाउन टाउनको ठुला ठुला घरहरू
देखिँदैछ, एभेरा हस्पिटल देखिँदैछ, पानी ट्याङ्की देखिँदैछ। यस्तो छ है साथी हो, हेर्नु होला तपाईँहरूलाई पनि यसो नि याद आओस् भनेर है। यो त धेरै पटक देख्नु भएको होला, आउनु भएको होला, हेर्नु भएको होला, त्यसैले हेर्नुहोस् है त तपाईँले देख्दै हुनुहुन्छ यो अघि मैले देखाएको ट्रेन चाहिँ यति लामो छ, यहाँबाट ऊ तल अब गइरहेको छ। यो भनेको 120 डब्बा जति होला, ल गइरहेछ अब त्यो। अब यहाँदेखिको त्यो परको गाउँ काटेर गयो, त्यसको अगाडिको ल पछाडि यहाँ कुदिरहेछ। यस्तै छ है। हो अमेरिकाको त, अमेरिका हो।